हेलो साथीहरू, स्वागत छ मेरो भिडियोमा। म चाहिँ आज चाहिँ दाल र भात बनाउँदैछु। किमा दाल बनाउँदैछु म चाहिँ। यो चाहिँ किमा दालको लागि हो। मैले चाहिँ किमा दालको लागि सबै मसलाहरू राख्दैछु। त्यो चाहिँ जिरा राखेर अलिकति एकछिनमा चलाउँछु म चाहिँ। त्यसपछि चाहिँ म प्याज राख्छु। यो चाहिँ मेरो स्टाइलको है, म चाहिँ किमा दाल बनाउँदैछु। त्यसपछि चाहिँ अलिकति ब्राउन भइसकेपछि एकछिन पछाडि चाहिँ मैले करी पत्ता राख्छु। त्यसपछि चाहिँ हिङ राख्छु मैले चाहिँ अलिकति। हिङ राखेर एकछिनमा चलाएँ मैले चाहिँ। त्यसपछि बेसार अलिकति अदरक लसुन पेस्ट राखेँ मैले चाहिँ। पिसेर राखिसकेँ मैले। अनि टमाटर, नमक नगरी मिक्स बोलमा आयो चाहिँ कतिखेर नुन भन्छ, कतिखेर नमक भन्छु कि। त्यो चाहिँ धनियाँ पाउडर, जिरा पाउडर अलिअलि राख्दैछु म चाहिँ। धेरै चाहिँ मसला खानुहुन्न है, त्यही भएर हल्का हल्का म चाहिँ। यो चाहिँ किमा, त्यसपछि चाहिँ यो अलिकति भइसकेपछि चाहिँ त्यसपछि चाहिँ मैले दाल चाहिँ धोएर राखिसकेको थियो। दाल धोएर राखिसकेपछि एकदम डल्लो भएको थियो कि, अनि त्यो डल्लो ननिस्किरहेको पछि मैले टकटक गरेर निकालेको दाल चाहिँ ननिक्लिरहेको थियो कि। अनि अलिकति पानी राख्नुपर्ने चाहिँ मैले एकदम ड्राई पारेर धोएर राख्दाखेरि एकदम ड्राई भएछ। त्यसपछि एकछिन चलाइसकेपछि चाहिँ यस्तो भयो मेरो चाहिँ। त्यसपछि अलिकति पानी राखिदिएँ। फेरि पानी राखेर चाहिँ म सिटी लगाउँछु एकछिनमा। अलिकति चलाएर अब 3-4 हुइसल आउनेसम्म मजाले पकाउने। मेरो हुइसल पनि लागिसकेको थियो, त्यही भएर दाल चाहिँ यस्तो भयो। अलिक किमा चाहिँ अलिक थोरै भयो कि दालमा। यो चाहिँ चिकन मसला हो। लास्टमा चाहिँ मैले राखिदिएको, एकछिन पकाउनुपर्छ यसलाई चाहिँ। एकछिन पकाइसकेपछि चाहिँ एकदम टेस्ट चाहिँ एकदम मिठो भयो थियो। यो चाहिँ फाइनल लुक्स चाहिँ मेरो भयो। यसमा चाहिँ धनियाँ राखेर अनि लास्टमा चाहिँ